नमस्ते सबैजनालाई आउनुहोस् आज म तपाईँहरूलाई भगवान् बुद्धको जन्मदिनको उपलक्ष्यमा मकाउमा चिनियाहरूले कसरी मनाउँदो रहेछ देखाउँछु है त। प्रोग्राम भएको ठाउँ चाहिँ होइन रुन्स अफ सेन्ट पोल्सको नाजा टेम्पलमा हो। अनि त्यहाँ चाहिँ म पुग्ने बित्तिकै मैले चाहिँ एनिमेमलाई देखेँ कि हामीसँगै पहिला उहाँलाई भेटेँ अनि उहाँले नै मलाई सिकाउनु भयो कसरी चाहिँ भगवान् बुद्धको मूर्तिमा पानी चढाउने होइन, पानीले नुहाइदिने। अनि मैले त्यही अनुसारले पानीले स्नान गराएँ भगवान् बुद्धलाई। एकदमै अनौठो अनुभव भइरहेको थियो मलाई, कहिले नगरेको अनि पहिलोचोटि गरिरहेको अनौठो अनुभव भएको थियो। तर मनमा शान्ति आइरहेको थियो। अनि त्यसरी नै मैले 3 ठाउँमा भगवान् बुद्धको मूर्तिमा पानी चढाएँ, पानीले नुहाइदिएँ भनौँ न, ढोक गरेँ। अनि त्यसपछि स्टेजमा फेरि आएको भलन्टियरले मलाई स्टेजमा ल्याएको भयो। स्टेजमा नि भगवान् बुद्धकै मूर्तिमा त्यो जलले स्नान गराउने कि कार्यक्रम थियो। अनि मलाई एउटा त्यो अहिलेको जस्तै जाडो जस्तै भाडा दिनुभयो। अनि त्यही पानी चाहिँ भगवान् बुद्धको मूर्तिमा 3वटा ठाउँमा काँधमा, 2टा काँध अनि फिङ्गरमा चढाउनु, जलले स्नान गराउनु भन्नुभयो। अनि मैले त्यही अनुसारले भगवान् बुद्धको मूर्तिमा चाहिँ जलले स्नान गराएँ नि। त्यसपछि अनि मैले कहिले नगरेको होइन, पहिलोचोटि कस्तो अनुभव भइरहेको थियो कि यस्तो चाहिँ यसरी नै गर्दो रहेछ। मलाई त थाहा थिएन नि त बुद्ध जयन्तीको दिनमा यसरी कार्यक्रम हुँदो रहेछ भन्ने कुरा। मैले चाहिँ विश्व शान्तिको लागि नै प्रार्थना गरेर भगवान् बुद्धसँग प्रार्थना गरेँ होइन। अनि त्यसपछि मलाई चाहिँ त्यो लकी ड्र दिएको बक्स दियो कि के थियो कुनै त्यसमा। अनि एकछिनपछि स्टेजमा चाहिँ सबैजना उठेर भगवान् बुद्धको लागि प्रार्थना गरिराख्नु भएको थियो। अनि एकछिनमा भिक्षु पनि आउनुभयो होइन, 2जना। अनि उहाँ आएपछि कार्यक्रमहरू अगाडि बढिरह्यो। अनि त्यसै गरेर त्यहाँ अरू कार्यक्रम भइरहेको थियो, प्रार्थनाहरू बढी भइरहेको थियो। सबैले प्रार्थना गऱ्यौँ बुद्धको नाममा होइन। अनि त्यसै नै कार्यक्रम सकिगयो।